यति पदमा मेरो आकर्षण चाहिँ किन भन्ने हुन्छ त्यो महामन्त्री पद एक्जिक्युटिभ रोल हो र जुन लोकतान्त्रिक प्रक्रियामा रहेका राजनीतिक दलहरूमा यो पद एकदमै महत्त्वपूर्ण हुन्छ किनकि यसले पार्टीभित्रको नेतृत्व र पब्लिक फेस सभापति हुन्छ तर पार्टीभित्रको एक्जिक्युटिभ हेड चाहिँ महामन्त्री हुन्छ हैन जसले गर्दाखेरि र अर्को कुरा तपाईहरुलाई सम्भवतः तपाईहरुले सोचिसकेको वा सोच्नु नभएको अहिलेसम्म आज यस घडीमा निर्वाचन हुँदै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट महामन्त्री पदमा चाहिँ यति धेरै आकर्षण किन छ भने यो राष्ट्रिय स्वतन्त्र पार्टीको सदाको लागि पहिलो निर्वाचित महामन्त्री हुनेछ। यो हिस्ट्रीमा लेखिने कुरा हो, पहिलो निर्वाचित महामन्त्री हुने कुरा, किनकि अर्को महामन्त्री मनोनित हुँदैछ। त्यो एउटा कुराले गर्दा यो महत्त्वपूर्ण छ। अघि मैले भने सांगठनिक रूपमा डेमोक्रेटिक पोलिटिकल पार्टीमा एक्जिक्युटिभ हेड भनेको महामन्त्री र पब्लिक हेड पोलिटिकल हेड भनेको सभापति हुन्छ। त्यसैले गर्दा यो प्र्याक्टिस त्यस्तै रहेको छ अनि महत्त्वपूर्ण भयो। मेरो आकर्षण, मेरो इन्ट्रेस्ट र मेरो दाबी के हो भने एउटा त तपाईहरुकै माझ मैले सम्भवतः आजभन्दा 6 दिन अगाडि नै म महामन्त्रीमा दाबी गर्छु भनेर भनेको थिएँ। मैले अरू केही उम्मेदवारहरू जस्तो 2-4 घण्टाको लागि उम्मेदवारी दिएको पनि होइन। मैले 6 दिनदेखि आफ्नो दाबी यथावत राखेको छु र अहिलेसम्म यथावत रहेको छ त्यो। र त्यसमा मैले योभन्दा अगाडि मलाई पार्टी नेतृत्वले दिनुभएको जिम्मेवारी जुन थियो प्रवक्ताको त्यो कसरी जस्टिस गरेको छु तपाईहरु आफै त्यसको मूल्याङ्कन गर्न सक्नुहुन्छ। धेरैवटा पार्टीमा आजको अवस्थामा त्यो पार्टीको प्रवक्ता को हो भनेर सोध्दै गर्दा मान्छेलाई एकछिन सोच्नुपर्छ। तपाईहरुलाई नै मैले सोधेँ भने एकछिन सोच्नु पर्ला अरू पार्टीको प्रवक्ता को हो, तर रासोपाको प्रवक्ता को हो भनेर सोध्दै गर्दाखेरि 5 सेकेन्डमा मान्छेले जवाफ दिन सक्छ मनिष झा हो भनेर। त्यो मेरो व्यक्तिगत कारण, मेरो नामको कारण होइन, मेरो कामको कारण हो। त्यसैले गर्दाखेरि एउटा पदलाई मैले जसरी न्याय गरेको छु, एउटा पाएको मौका र जिम्मेवारीलाई जसरी मैले जस्टिस गरेको छु त्यसरी नै आगामी जिम्मेवारी पनि गर्न सक्छु भन्ने एउटा कुरा हो। अर्को कुरा, सबैजना यो विभिन्न राजनीतिक दाबी र दौडमा रहिरहेको बेलामा पार्टीको कमजोर पक्षलाई सबल कसरी बनाउने भन्ने मेरो रणनीतिक प्रयास छ, दाबी छ, योजना छ। त्यो भनेको हामीले यो प्रथम राष्ट्रिय महाधिवेशन बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीको इभेन्ट म्यानेजमेन्ट विक भयो भनेर पब्लिकली लार्जली यो मूल्याङ्कन भइरहेको छ, चर्चा भइराखेको छ कि जुन 3 दिनमा सकिनुपर्ने महाधिवेशन किन 7 दिन लागिराखेको छ भन्ने कुरा सबैले प्रश्न सोधिरहनु भएको छ र त्यसको जवाफ दिँदै हामी लज्जित भइराखेको छौँ। त्यसले गर्दाखेरि मैले हिजो सभापतिज्यूलाई पनि भन्दै थिएँ, उपसभापतिज्यूहरूलाई पनि भन्दै थिएँ कि यो व्यवस्थापकीय क्षमता बढ्नुपर्छ, सुध्रिनुपर्छ र सक्षम हुनुपर्छ र आफ्नो इभेन्ट यति ब्युटिफुली म्यानेज गर्ने कि हामी पहिला भन्थ्यौँ वैदेशिक भ्रमणहरूमा जाँदै गर्दा कुनै देशको पार्टी अफिस पुग्दै गर्दाखेरि एकदमै प्राइभेट सेक्टरको वर्ल्ड क्लास एक्जिक्युटिभ अफिस जस्तो देखाउँथ्यो उनीहरूले। अनि यस्तो खतरा भनेर भन्दा जब हामी अफिस नै खतरा बनाउन सक्दैनौँ भने देश कसरी खतरा बनाउन सक्छौँ भनेर उहाँहरूले जवाफ दिनुहुन्थ्यो। त्यस्तै हामी महाधिवेशनलाई व्यवस्थित र आकर्षक रूपले गर्न सक्दैनौँ भने हामी देशलाई कसरी बनाउन सक्छौँ भन्ने हो। त्यहाँ हामीले धेरै नै काम गर्नुपर्ने छ भन्ने कुराको जवाफ हामीले यो 7 दिनमा पाइसकेको छौँ। त्यसैले मेरो दाबी यो हो। र दुईटा बुँदा अर्को, नेपालमा प्रशिक्षण र तालिमको राजनीतिक अभ्यासहरू, संस्कारहरू, यात्राहरू त्यति भइराखेको छैन जसमा हामीले तालिम र प्रशिक्षणको आधारमा व्यक्तित्वहरू निर्माण गरेर, राजनीतिक व्यक्तित्वहरू निर्माण गरेर देशको लागि तयार गर्ने प्रशिक्षणहरूको लिडरसिप एकाडेमिक र क्यान्डिडेट क्लबहरूको अभ्यास गर्नुपर्नेछ। आगामी स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी गर्दै गर्दा अब जसले पहुँच पायो त्यो उम्मेदवार हुने कि समाज र देशको लागि जो चाहिएको छ त्यो उम्मेदवार हुने, त्यसरी त्यो एउटा फरक अभ्यास पनि गर्नु छ। यो पार्टीलाई आगामी निर्वाचनको लागि अब सङ्घीय सदनमा 2/3
लगभग 2/3 उपस्थिति रहेको पार्टी स्थानीय तह र प्रदेशमा कति प्रतिशतको उपस्थिति गर्ने भनेर आवश्यक रणनीतिक योजना अनुसारको हामी अभियान पनि सुरु गर्नुपर्नेछ। यी सबै सोच सहितको मेरो र के भन्छ भने जुन महामन्त्रीको जिम्मेवारी त्यो पार्टीको गेटबाट तपाईँ प्रवेश गर्दै गर्दा पार्किङमा रहेको सुरक्षाकर्मीले वा रिसेप्सनमा रहेको रिसेप्सनिस्टले तपाईँसँग गर्ने बिहेभियर पनि त्यो नेताको आचरणको झझल्को हो। त्यो पार्टीको नेताको व्यवहार कस्तो छ भन्ने कुराको त्यति सूक्ष्म रूपमा बुझेर यो पार्टीलाई व्यवस्थापन गर्नु छ। यी सबै तयारीको साथ म आफ्नो नेतृत्व दाबी गरेर महामन्त्रीमा अगाडि बढिरहेको छु। मान्छे ग्राउन्डमा हेर्दै गर्दाखेरि यो अन्तिम चरणमा आएर थुप्रै महामन्त्रीको दावेदारहरू हुनुहुन्थ्यो, धेरैले नाम फिर्ता लिनुभएको छ, केही क्यान्डिडेटलाई सघाउने शर्तमा उहाँहरूले फिर्ता लिनुभएको छ, प्रेस सम्मेलन पनि सम्भवतः 4जनाले गर्नुभयो। यो महामन्त्रीमा यति धेरै रसाकसी भएको अवस्था, उम्मेदवारीमा हामी छौँ भनेर भनेको अवस्था र एकाएक चुनावको आधा घन्टा 1 घन्टा पहिला चाहिँ नाम नै फिर्ता लिएर कसैलाई समर्थन गर्नु, यसले के सङ्केत गर्दैछ? राष्ट्रसभाभित्र कुन खालको चाहिँ नि निर्वाचन प्रक्रिया या राजनीतिक एक खालको सङ्केत के हो यो? यसमा मेरो एडिसनल छ। जस्तो सभापतिजीले उद्घाटन सत्रकै दिन चाहिँ यो कुनै समूहगत रूपमा प्रचार नगर्ने भनेर भन्नुभएको थियो, तर यसले त एउटा समूहगत प्रचार भएको जस्तो आभास मिल्यो हामीलाई होइन। माथिबाट त्यस्तो प्रतिस्पर्धा भएन, माथिबाटै आफ्नो लभिङ गरियो भन्ने बुझाइ हामीले राख्दा भयो होइन। होइन, तपाईँको अब राजनीतिक बुझाइ यो बारेमा, यो घटनाक्रमहरूको बारेमा तपाईँको विश्लेषण के हुन्छ त्यो तपाईँको व्यक्तिगत स्वतन्त्रता हो, तपाईँको बौद्धिक स्वतन्त्रता हो त्यो कुरा। तर जे गर्नु हुँदैन भनेर भनिन्छ त्यही हुँदाखेरि चाहिँ एउटा नराम्रो हो। खासै अब फेरि अर्को यो डेमोक्रेटिक प्रोसेसमा इलेक्सन प्रोसेस यति फास्ट मुभिङ प्रोसेस हो कि यसमा यो हुन्छ होइन, यो स्वाभाविक रूपमा लिनुपर्छ। यसमा कसैको व्यक्तित्व, कसैको नेतृत्वको आचरणमा प्रश्न उठाउनुभन्दा पनि यो समयले सृजना गरेको एउटा अवस्था थियो। केही व्यक्तिहरूले यसमा केही किसिमको कमेन्ट्सहरू गर्नुभयो, केही भन्नुभयो, समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो। के ठेकान रवि दाइले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ त्यसलाई। सभापतिलाई जानकारी नै नभई मनिष झा विरुद्ध यति बेला मोर्चाबन्दी हुँदैछ भनेर बुझ्नुपर्छ। होइन, मनिष झा विरुद्ध वा गणेश कार्कीको सपोर्टमा भन्ने कुरै छैन। किन यो समूहगत अभ्यास भन्ने मात्र कुरा हो होइन। समूहगत अभ्यासको विरोध गरौँ न, कुनै व्यक्तिको सपोर्टमा वा कसैको विरोधमा थियो भन्ने कुरामा नजाउँ, त्यसरी जानु पनि हुँदैन। तपाईँलाई कतिको प्रेसर आएको थियो यो उम्मेदवारी फिर्ता लिनु भन्ने विषयमा आयो कि होइन? मैले एउटा कुरा मैले के भनेको थिएँ भने हिजो राति मलाई मिलेर जानुपर्छ भनेर त्यो कुराहरू भएको थियो, तर सहमति भनेको जहिले पनि त्याग होइन, सहमति भनेको कहिलेकाहीँ प्राप्ति पनि हो। तर मैले गर्ने राजनीतिक सहमति किन सधैँ त्याग मात्र भइदिन्छ भनेर मैले त्यो प्रश्न सोधेँ। अनि विभिन्न साथीहरू विभिन्न फरक फरक भूमिकामा हुनुहुन्छ र अर्को कुरा मैले सभापतिज्यूहरूलाई के पनि सभापतिज्यू र उपसभापतिज्यूलाई के पनि भने मलाई मन्त्रालयगत लोभ छैन, मलाई पार्टी सुधार्नु छ, पार्टीको व्यवस्थापकीय क्षमताहरू सुधार्नु छ। त्यसैले गर्दाखेरि मलाई यो मौका दिनुहोस्। म 5 वर्षसम्म कुनै पनि मन्त्रालय दाबी गर्दिनँ। म यो कार्यकाल पार्टीको जुन कमजोर पक्ष देखियो, हामी जहाँ लज्जित भइराखेको छौँ, त्यो क्षमता म बढाउन चाहन्छु, त्यसलाई सुधार्न चाहन्छु भनेर मैले त्यसरी स्पष्ट दाबी गरेँ। तर तपाईँको धारणा राख्दै गर्दाखेरि माने त्यही यही धारणा तपाईँले राख्दै गर्दाखेरि पनि तपाईँकै अन्य नेताहरूले, जुन हेभीवेट नेताहरूले चाहिँ समर्थन आफूले फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरिएको देखियो, जुन गणेश पराजुली प्रश्नमै मेरो असहमति के छ भने यदि ती व्यक्तिहरू हेभीवेट हुनुहुन्थ्यो भने फिर्ता लिनुहुन्थेन, आफ्नो कुरामा अटल रहनुहुन्थ्यो होइन, आफ्नो कुरामा उहाँहरू अडिग रहनुहुन्थ्यो। उहाँहरू हल्का वेटको रहनु भएकोले गर्दा नै फिर्ता लिनुभयो। एकल मनिष झा उहाँहरूमाथि भारी पर्नुभयो भन्ने बुझ्नु पर्यो। त्यसरी पनि जानु हुँदैन होइन।
त्यो परिणाम पछिको केही कुराहरू गरौँला, चिया खाएर कुरा गरौँला। तपाईँको पार्टीमा हामीले सुरुवातकालदेखि नै योगदान देखिरहेका छौँ र तपाईँले पटक पटक एउटा वातावरण पाउँदा पनि त्यो काहीँ कतै मनिषा ओझेलमा परेको या पारिएको त्यो तपाईँलाई नै थाहा होला। मन्त्रीमा होस् या फेरि अन्य समितिका कुराहरूमा होस् तपाईँलाई अटाइ होइन, त्यो महामन्त्रीमा पनि फेरि काहीँ कतै त्यही प्रवृत्ति दोहोरिने त होइन भन्ने प्रश्न पनि उठ्ला तपाईँको शुभचिन्तकको प्रति। यस्तो हो, यसमा अब समितिमा पनि मलाई उद्योग समिति दिनुभएको थियो, मैले होइन यो मेरो इन्ट्रेस्टको विषय होइन भनेर मैले नलिएको हो होइन। त्यो उहाँहरूलाई तर धन्यवाद, कृतज्ञतासहित मैले यो मेरो इन्ट्रेस्टको विषय होइन भनेर होइन। तपाईँको इन्ट्रेस्ट चाहिँ तपाईँलाई प्लेन उडाउने इन्ट्रेस्ट छ, तर तपाईँलाई ट्रक ड्राइभर बनाइदियो भने तपाईँ होइन बरु म पेसेन्जरै बन्छु भनेर बस्नुहुन्छ नि त, त्यस्तो हो। त्यसैले गर्दाखेरि र अर्को कुरा के हो भने पोलिटिक्समा सबै हामीले बुझ्नुपर्ने एउटा कुरा के भनिन्छ थाहा छ, प्लेन सबैभन्दा सुरक्षित ह्याङ्गरमा हुन्छ अरे। प्लेन सबैभन्दा सुरक्षित ह्याङ्गरमा हुन्छ, तर प्लेन बनाएको त ह्याङ्गरमा राख्नलाई होइन नि होइन। उड्दै गर्दाखेरि जोखिम हुन्छ भनेर सबै प्लेनहरू ह्याङ्गरमै थन्काइदिने हो भने त्यो त उसको अस्तित्व नै खतरामा पऱ्यो। त्यसैले गर्दा केही लिडरसिपको आचरणहरू के हुन्छ भने जोखिम लिने, चेन्ज गर्ने होइन, अगाडि जाने, बढ्ने त्यो हुन्छ। त्यसैले गर्दाखेरि म अहिले नथिङ टु लुजको सिचुएसनमा छु। मैले 6 दिन अगाडि आफ्नो उम्मेदवारी घोषणा गरेर आज बिहान अरू साथीले जस्तै कुनै कम्प्रोमाइज गरेर फिर्ता लिएको भए तपाईँहरूकै नजरमा मेरो वचन वा मेरो अभिव्यक्तिको वजन घटिसकेको हुन्थ्यो। उम्मेदवारी घोषणा गर्छ फिर्ता लिन्छ भनेर। त्यसैले गर्दाखेरि म आफ्नो वचनको वजनमा अडिग रहिरहनको लागि पनि यो गरेको। म एकदमै निश्चिन्त छु, म विश्वस्त छु। अहिलेसम्म मतदाताहरूको म प्रतिको रेस्पोन्स रियाक्सन हेर्दाखेरि पनि परिणाम मेरो पक्षमा छ जस्तो लाग्छ। फेरि पनि धन्यवाद। उहाँहरूले के भन्नुभयो भने संस्थापन पक्षहरू एकजुट हुन जरुरी छ, हामी एकजुट भयौँ भन्नु। त्यसो भए संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यू सभापतिज्यूलाई यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गरिदिनुहोस् न भनेर अनुरोध गर्छु। धन्यवाद। साथीहरू सबै